हेलो साथीहरू, गुड आफ्टरनुन सबैमा। सबैजना सन्चै हुनुहुन्छ होला है। यो चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ हाम्रो भक्तपुरको भ्यू हो। अनि अहिले चाहिँ यस्तो चाहिँ मौसम यतातिरको चाहिँ त्यति धेरै घाम पनि लागेको छैन, ठिक्क छ भनौँ न, शीतलै छ, हावा चलिरहेछ है। हिँड्दाखेरि त काम गर्दाखेरि त गर्मी हुन्छ, तर शीतलै छ। अनि माथि चाहिँ ठ्याक्कै गाउँ जस्तो छ क्या हाम्रो भक्तपुरको चाहिँ, जङ्गलहरू पनि छ। त्यस्तो छ है साथीहरू। यो माथि टपबाट चाहिँ झनै राम्रो देखिन्छ भ्यू। भक्तपुर एरियाको भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ सबैजनाले होइन। यो चाहिँ सल्लाहघारी, भक्तपुर सल्लाहघारी भनेको चाहिँ ठ्याक्कै यही एरिया पर्छ। सल्लाहघारी पनि छ त्यहाँनिर। सो यस्तै छ साथीहरू भक्तपुरको भ्यू होइन। आजको ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ वेदर चाहिँ एकदमै पानी पर्ला जस्तो चाहिँ भइरहेछ, शीतलै छ सँग चाहिँ। अनि पुरै घाम लागिरहेछ। यस्तै छ साथीहरू। म चाहिँ ठ्याक्कै छतबाट होइन तपाईँहरूलाई चाहिँ भिडियो मार्फत चाहिँ देखाइरहेको छु। के कस्तो लाग्छ भनिदिनु होला, कमेन्ट गरिदिनु होला है त साथीहरू। यस्तै छ। अब अहिले त बर्खाको टाइम हो होइन। अब बर्खाको टाइममा त पानी झरी पर्छ होइन। अहिले चाहिँ त्यस्तो छैन। तपाईँहरूलाई म जुम गरेर पनि देखाइदिन्छु है। एक्ज्याक्टली सबैको लोकेसन थाहा छैन, तर यो भक्तपुर एरिया हो चाहिँ थाहा छ होइन। अनि यहाँ माथितिर चाहिँ के भन्छ, जङ्गलहरू पनि छ है। गाउँ जस्तो ठ्याक्कै भक्तपुर चाहिँ एक्चुअली त्यति धेरै उयो चाहिँ होइन, तर गाउँ जस्तै छ क्या यहाँको एरियाहरू चाहिँ। त्यस्तो धेरै बाक्लो त्यति धेरै छैन क्या, काठमाडौँ जस्तो। काठमाडौँ चाहिँ धेरै बाक्लो एरिया छ। अनि भक्तपुर चाहिँ मतलब छिटपुट के भन्छ त्यस्तो छ क्या भक्तपुर चाहिँ साथीहरू। देखिहाल्नुभयो होइन। यहाँ चाहिँ यतातिर चाहिँ सबैको छतमा चाहिँ होइन ड्रागन रोपेको छ है। ड्रागन राम्रै छ, फलिरहेको छ, तर यो ड्रागन चाहिँ फैलिन नपाएर होला, अलिकति रातो पनि छ। ओके साथीहरू, यस्तै छ आजको मौसम।